Hello guys. Hello. Hello. Namaste. भाग्यमानी हुनु. So welcome back to our channel. हैन? Welcome back. अब म को चिनेकै छ, उ को चिनेकै छ हैन? नहीं त्यही भएर त्यति धेरै छन् तर कसैलाई मिस गर्दैछौँ हामी हैन? जो आज हुनुहुन्न. हैन? त्यसको लागि चाहिँ really sorry. तर we're gonna do it a different challenge this time. So Bite challenge. हामीसँग छ यहाँ Club sandwich. क्लब स्यान्डविच एन्ड यसलाई हामी खाँदैछौँ. अब कति बाइटमा? म त 3 4 भनौँ न. 4 सक्छ भनौँ. 4 बाइटमा? आइट. म 1 2 3 6 आम्मामा भएन त्यो 6 त धेरै भयो त्यो. सक्दैन के ल त्यसो भए ओके आई विल ट्राई 5 मा म पनि 5 नै हो हुन त. हैन तैले 4 भन्छ कि तैले 4 4 मै भन्छ कि? सकाउनु पर्छ यसले 4 मा सकाएन भने पनिशमेन्ट छ ल लास्टमा अनि उसले 5 मा सकान भने पनिशमेन्ट छ है. लास्टमा हेर्नु होला पनिशमेन्ट पैसा पनिशमेन्ट पनिशमेन्ट हेर्नको लागि चाहिँ ओके ल सुरु हानु है त. यु गो फर्स्ट नाइ नाइ No, तपाईँ you go first. Yeah, please. न म बिर्सियो ल ल रक पेपर सिजर जितेकोले फर्स्टमा खाने कि हारेकोले फर्स्ट हारेकोले फर्स्टमा खाने नि. बेस्ट अफ 3 गरौँ न. अनि हारेकोले चाहिँ फर्स्टमा खाने. ल सिजर पेपर रक. सिजर पेपर रक. बिग ब्रेन सिजर पेपर रक. 1 सिजर पेपर रक सिजर पेपर रक Eat it. मैले कति भने अरे 5. यो चाहिँ Wish me luck, homemade हो है. guys. घरमै बनाएको हामीले आफैले बनाएको हो. बनाएको त्यही भएर फिरेस ब्रेड चाहिँ होइन होममेड होइन अरू चाहिँ किनेर लिएर आएको सबै हो तर बनाएको चाहिँ हामीले गरेर. मैले चाहिँ आज ब्रेड चाहिँ पसलमा ल्याएको अरू चाहिँ सब हामी बना भन्नलाई ल छिटो खाउँ. ओके चियर्स गाइस म त सक्दिनँ क्या यार 4 बाइटमा त. 1 नो लसु झेला थ्याङ्क भयो. यू दिस इज नो लसु दिस इज लसु यार नो प्रब्लम. ल छिटो खानुपर्छ. ल छिटो खानुपर्छ. यो माइका शिकल कम बम बम. हेर्नु नि त्यहाँ 2 बनाइसक्यो. सकिँदैन 5 मा सकिन्छ 4 एक्सर्साइज गर्छ म चाहिँ. एक्सर्साइज गरेर के त्यो चाहिँ. तर झेला गरेको यहाँ साह्रो साह्रोवाला चाहिँ मलाई धेरै त्यो सफ्टवाला लिएको क्या स्याल छ के भने. होइन के जति त्यो मलाई ल 3 बाइट बाँकी चाहिँ 3 बाइटमा गयो. अनि बाँकी यो टुप्पो एउटा खाएपछि अलिक सजिलो हुन्छ कि छिटो तर त्यो टुप्पो खायो भने अहिले पछि अप्ठ्यारो हुन्छ त्यो टुप्पै खाइदिन्छ लास्ट खाएँ यार. मैले सक्दिनँ होला 4 बाइटमा. डिभाइड राख्नु अब कहाँबाट खाऊँ तँ खाएको यार पेटै दुख्नु तिमीलाई. पेटै दुख्नु भयो गाई यार कस्तो खाइरहेको छ. ग्वाम देखाइ सकायो यार. 5 मा सकायो नि त यार. लास्ट बाइट गाइस क्या छ मेरो. सकाइदियो एक्सर्साइज गरेर क्या. सक्कै पनिसमेन्ट छैन सोच्नुला त्यो अहिले सोच्नुला पहिलासम्म त्यो झेला भइसक्यो. अब कहाँ चला अब त्यो साह्रो मात्र मलाई दिएर त्यसो गर्नुपर्छ किन मैले नपाउनु. तपाईँ किन नगरे मैले भनेर
तिमीले मैले सेकेन्ड पनिसमेन्ट तिमीले पाउँछन् थाहा किन होइन अघि भन्नुपर्छ सुरुमा भन्नुपर्छ सक्ला जस्तो लागेपछि मात्र अघिसम्म त लामो 4 बाइटमा सक्दिनँ क्या हो रे अब सक्ला जस्तो लाग्यो अनि त्यसपछि 3 बाइटमा सक्यो 4 बाइटमा सकिन्छ क्या ढुक्क 2-3 बाइटमा सकाएर देखाउँ के पाउँछ मैले अर्को एउटा स्यान्डविच पायो हामी चाहिँ हेरेको साँच्चै 3 बाइटमा सकाउनु लाग्यो 3 बाइटमा सक्यो भने लाइक शेयर सब्सक्राइब गर्नु नभुल्नु है यसले सकाउँदैन अनि पनिसमेन्ट दिन्छु भनेको त मामा झन् कम बाइटमा सकाइदियो भाइ ल क्या बात है सर क्या बात है सर अर्को स्यान्डविच अब त्यो कति बाइट जित्ने म हो एउटा भनेको त एउटा नै हो नि अनि होइन त्यो दुईटा भयो त्यो त्यो दुईटा मैले पनि 5 बाइटमा सकाएको त हो नि मैले 3 बाइटमा सकायो तैँले वेट पनि वेट मेन कुरा मैले 3 बाइट सकाएन मलाई अर्को एउटा स्यान्डविच भन्यो भने होइन तपाईँले के भनेको थिएन नि तपाईँले पाउँदैन अनि एउटा स्यान्डविच के यो एउटा दुईटा एउटा भयो लिन्छु ल म एउटा लिन्छु क्या एउटा लिन्छु एउटा बिहान द सिनका क्यामराम्यानहरूलाई हो क्या एक बाइट आन्छु सुङ्ने मात्र एक बाइट मुख खोल्ने होइन नाक मात्र नाकले मात्र खाने तँ यम्मी छ के ल एक बार दिन्छु भने यताको मैले दिने हो नि हात छोड हात तल मुख भरिराखेको छ अझ सानो बाइट रे अब त म इन्जोय गरेर खान्छु ल मजाले देखाइ अघि म देखाइ खान्छु अब भन्दै गरे हुन्छ के भन्यो चौम So guys, आजको च्यालेन्ज चाहिँ यहाँ कम्प्लिट हुन्छ जित्ने चाहिँ म हो है फेरि प्राइज चाहिँ छ प्राइज पनि जित्यो हो यो खास झेली हो होइन एनिवे गाइज डोन्ट फर्गेट टु लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ प्लिज है डु नट सब्सक्राइब गर्नु होला यस्तै कन्टेन्टको लागि हाम्रो पहिलाको भिडियोहरू हेर्नु भएको छैन भने हामी यहाँ लिङ्क राखिदिएको छौँ होइन यु क्यान गो एन्ड वाच दोज भिडियोज टु अनि तपाईँहरूलाई केही प्रतिक्रियाहरू दिनु मन छ केही प्रतिक्रिया तपाईँलाई केही प्रतिक्रियाहरू दिनु मन छ भने हामीलाई चाहिँ कमेन्ट गरिदिँदा हुन्छ अनि कमेन्ट डाउन बिलो होइन अनि त्यसपछि यो भिडियो बमहरूलाई हान्नु ओके सो थ्याङ्क यू गाइज फर वाचिङ सी यू बाई टिल नेक्स्ट टाइम अर्कोमा चाहिँ के गर्ने होला कमेन्ट गर्दा हुन्छ र अर्को भिडियो के गर्ने भनेर हामीलाई आइडियाहरू अलिकति कमै भइरहेछ होइन वी आर थिङ्किङ फर जोलो चिप्स होइन जोलो चिप च्यालेन्जको सोचिरहेको छ त्यो जोलो चिप्स च्यालेन्ज गराउन चाहनुहुन्छ भने कमेन्टमा ट्याक 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 जोलो लेख्नु यस लेख्नु हामी हानिदिन्छौँ अर्को भिडियोमा चाहिँ ओके टिल देन यसलाई रहनुपर्छ जोलो चिप च्यालेन्ज म गरेर पिरान सक्दिनँ होइन त्यही पनि आई वान्टेड टु ट्राई इट होइन यसलाई रहनुपर्छ गाइज प्लिज त्यसमा चाहिँ साथ दिनु ल यसलाई रहनुपर्छ जहिले यसले धेरै धेरै खान्छ होइन त्यो दिन पनि यसलाई धेरै खुवाएर खुवाइदिनु ओके बाई गाई ओके बाई गाई
ओपे सरी बाई गाइज Peace out.